हेलो एभ्रिवान, यहाँ हेर्नुहोस् हामीले चाहिँ यसरी डेकोरेसन गरेको छौँ। अनि यहाँबाट कुद्दै 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 गएर चाहिँ यहाँ माथिनिर चाहिँ हल छ। अनि यहाँनिर चाहिँ यसरी हामीले बनाएको छौँ नानीलाई राखेर माम खुवाउनु लागि। अनि नानीको चाहिँ भात खुवाइरहेछ यहाँनिर। अनि यहाँ हेर्नुहोस् है, यस्तरी लाइट बालेर देखायौँ चाहिँ हजुरहरूले राम्रो देख्नुहुन्छ। अनि उहाँहरूले चाहिँ हामीलाई यस्तो गरिदिनुहोस् भन्नुभएको थियो। अनि हामीले चाहिँ यसरी बनाइदिएको छौँ। अनि हेर्नुहोस्, फेरि गएर लाइट निभाइदिनु पर्ने हुन्छ। अनि मैले चाहिँ तपाईँहरूलाई देखाउनु लागि लाइट बालिदिएको थियो। अनि अब यहाँबाट कुद्दै कुद्दै म र दिदी जान्छौँ। अनि हेर्नुहोस्, यहाँनिर चाहिँ फोटो बुथ बनाएको छ हामीले। अनि यहाँनिर साइडमा दादाहरू पनि काम गर्नुहुँदैछ। अनि यहाँ हेर्नुहोस्, फोटो बुथ चाहिँ यत्तिको भएको छ है। अनि हामी चाहिँ सब सक्यो। अनि फाइनल लुक चाहिँ यस्तो भइहाल्यो। अनि हामी चाहिँ घर फर्किँदैछौँ। अनि यहाँ हेर्नुहोस् है, एउटा डगी आउँछ बिचरा, उसको चाहिँ खुट्टै छैन है। म तपाईँहरूलाई देखाउँछु नि, हेर्नुहोस् त बिचरा, उसको एउटा खुट्टै छैन। यति साह्रो माया लाग्दो रहेछ यो डगी चाहिँ। अघि पनि हाम्रो अघि पछि हिँडेको हिँड्दै थियो। अनि हजुरहरूलाई कस्तो लाग्छ मेरो भिडियो? मन पर्यो भने लाइक कमेन्ट गरिदिनुहोस् होला। एन्डी भाइ कस्तो दामी रहेछ।